नमस्कार साथीहरू, डिजिटल जालमा तपाईँलाई स्वागत छ। आज हामी स्क्यामरहरूले प्रयोग गर्ने टप 5 स्क्याम टेक्निकबारे कुरा गर्नेछौँ। यो भिडियो हेरेपछि तपाईँ धेरै अनलाइन फ्रडबाट बच्न सक्नुहुन्छ। भिडियो अन्त्यसम्म हेर्नुहोला। स्क्यामरले स्क्याम गर्ने टप 5 तरिका। पहिलो नम्बरमा रहेको छ लोटरी विनर स्क्याम। यसमा स्क्यामरले तपाईँले लाखौँ जित्नुभयो भनेर तपाईँसँग प्रोसेसिङ फी र ट्याक्स भनेर पैसा माग्ने गर्दछ। दोस्रो नम्बरमा रहेको छ ओटिपी स्क्याम। ओटिपी स्क्याममा म ब्याङ्कको कर्मचारी हो, खल्ती सेवाको एजेन्ट हो भनी तपाईँसँग ओटिपी मागी पैसा आफूले लग्ने गर्दछ। तेस्रो नम्बरमा रहेको छ फिसिङ लिङ्क। फिसिङ लिङ्कमा तपाईँलाई नक्कली वेबसाइट, नक्कली लगइन पेज पठाएर तपाईँको पासपोर्ट, ओटिपी, ब्याङ्क डिटेल चोरी गर्ने गर्दछ। चौथो नम्बरमा रहेको छ अनलाइन सपिङ स्क्याम। यसमा स्क्यामरले सस्तो सामानको विज्ञापन देखाएर तपाईँसँग एडभान्स पैसा लिई सामान नपठाउने गरी स्क्याम गर्दछ। र अन्तिममा रहेको छ रोमान्स स्क्याम। रोमान्स स्क्याममा सोसल मिडियामा सम्बन्ध बनाएर जे नहुनु पर्ने थियो सबै भइसकेपछि लास्टमा पैसा माग्दछ। यदि यो जानकारी उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। तपाईँले देख्नुभएको स्क्याम अनुभव छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ। धन्यवाद।